रामेछाप जिल्लामा 8वटा पालिका छ। त्यो अन्तर्गतको एउटा पालिका रामेछाप नगरपालिका पनि हो। यो पालिका आफैमा एउटा ऐतिहासिक पालिका पनि हो, जो पुष्पलाल जन्मेको ठाउँ पनि हो, गङ्गालाल जन्मेको ठाउँ पनि हो। यो पालिका अहिले हेर्दाखेरि साँच्चै देशभरिकै एउटा कान्छो नगरपालिका हो कि भन्ने हामीले लागिरहेको छ। यो नगरपालिकालाई समृद्ध नगरपालिका बनाउनको निमित्त विगत 5 वर्षमा एउटा विकासले फड्को मार्न सकिरहेको अवस्था छैन। चाहे शिक्षामा हुनसक्छ, स्वास्थ्यमा हुनसक्छ, कृषिमा हुनसक्छ। यी खालको परिवर्तनहरू जे खालको हुनुपर्ने थियो यो परिवर्तन हुन सकेका छैनौँ। र हामीले अहिले आम मतदाताहरू, आम नागरिकहरूको बिचमा जाँदा हामीले एक खालको रामेछाप नगरपालिकालाई समृद्ध नगरपालिका बनाउनको निमित्त एउटा योजनाबद्ध ढङ्गले हामी गइरहेका छौँ। जनताको बिचमा गइरहेको छ, भोट मागिरहेको अवस्था छ। म अनुरोध गर्न चाहन्छु, हामीले गरेका, म 2074 पनि नेकपा एमालेको तर्फबाट मेयरको प्रत्याशी उम्मेदवार पनि हो। म थोरै मतले पराजित भएँ, तर पराजित भए पनि म जनताको बिचबाट कहिले पराजित हुन सकेन। म जनताको बिचमा जहिले पनि, चाहे साङ्गठनिक कामले होस्, चाहे विकास निर्माणको कामले होस्, म सधैँभरि जनताको बिचमा रहिरहेको छु। र यसर्थ जनताले अहिले साँच्चै रोशन पाखरिन चाहिने रहेछ र नेकपा एमालेकै उम्मेदवार चाहिने रहेछ भन्ने महसुस अहिले आम मतदाता, आम नागरिकहरूमा भइरहेको छ। मलाई विगत 74 मा चुनाव हार्दै गर्दा पार्टीले जिल्ला अस्पतालको अध्यक्षको रूपमा मलाई अगाडि सार्यो र म 3 वर्ष जिल्ला अस्पतालको अध्यक्षको रूपमा काम गरेँ। मैले सिङ्गो त्यो कुनै एउटा स्वास्थ्य चौकी थिएन, एउटा जिल्ला अस्पताललाई जिल्लाभरिका सेवाग्राहीहरूलाई सेवा दिनुपर्छ भन्ने उद्देश्यका साथ अस्पताललाई केही मुहार फेर्ने कामहरू मेरो कार्यकालमा भएको छ। त्यति के भयो त्यो अलिकति बुदागत रूपमै व्याख्या गरौँ। जिल्ला अस्पतालले दिने सेवाहरू, नाम जिल्ला अस्पताल थियो, काम हेर्ने हो भने 2-4वटा वडाका सेवाग्राही भन्दा अरू सेवाग्राहीहरूले पाउन सकिरहेको थिएन। राज्यले धेरै खालको सेवाहरू दिए तापनि ती सेवाहरू आम गरिब वर्गहरूले सेवा लिन पाइरहेको अवस्था थिएन। यसैलाई मध्यनजर गरेर एउटा मिसन लिएर म जिल्ला अस्पतालमा छिरेको थिएँ। त्यो मिसन एउटा के हो भने विशेषज्ञ डाक्टर सहितको जिल्ला अस्पतालमा हुनुपर्छ र आम जनताले सामान्यतया उपचारहरू, सामान्यतया अपरेसनहरू जिल्ला अस्पतालबाट सेवा पाओस्, ताकि 3 घण्टा 4 घण्टा लाएर ती बिरामीहरू धुलिखेल अस्पताल आइपुग्नुपर्ने, राजधानी आइपुग्नुपर्ने अवस्था थियो। त्यसको एउटा निराकरण भएको अवस्था छ। अहिले विशेषज्ञ डाक्टर सहित जसले प्रसुति सेवा सामान्य हिसाबले हुन सकेन र ज्यान जोखिममा रहेर गर्भवती महिलाहरू जो राजधानीमा रातारात एम्बुलेन्समा रेफर हुनुपर्थ्यो, त्यसले गर्दाखेरि आमाको ज्यान त्यत्तिकै चाहिँ सङ्कटमा हुन्थ्यो, बच्चाको ज्यान त्यत्तिकै सङ्कटमा हुन्थ्यो। आज त्यो मुक्त भएको छ र विशेषज्ञ सहितको सेवा आज जिल्ला अस्पतालले निःशुल्क रूपमा प्रवाह गरिरहेको अवस्था छ। अर्को, कोभिडको बेलामा हामीले अक्सिजन अभाव त हुन दिएनौँ जिल्ला अस्पतालमा, तर जिल्ला अस्पतालमा अक्सिजन लिनको निमित्त हामी धेरैवटा जिल्ला भौतार्यौँ। कहिले हामी ढल्के पुग्थ्यौँ, कहिले विराटनगर पुग्थ्यौँ, कहिले धुलिखेल आइपुग्थ्यौँ, तर हामीले चाहेको जतिको अक्सिजन पाइरहेको अवस्था थिएन। यद्यपि हामीले तत्कालीन अर्थमन्त्री कैलाश प्रसाद ढुङ्गेल बागमती प्रदेशको अर्थमन्त्री हुनुहुन्थ्यो, उहाँसँग हामीले कोर्डिनेसन गऱ्यौँ र 1 करोड 30 लाख रुपियाँ प्राप्त भए पछाडि अहिले अक्सिजन प्लान्ट स्थापना भएको छ। र अहिले सिङ्गो जिल्ला अस्पताललाई मात्र होइन, रामेछाप जिल्लाभरि स्वास्थ्य संस्था र अन्य निकायलाई चाहिने अक्सिजन हामीले प्रवाह गर्न र बेच्न सकिरहेको अवस्था छ। छिमेकी जिल्लाहरूलाई समेत हामीले त्यो आह्वान गरिरहेको अवस्था छ। यति मात्र होइन, हामीले कोभिडको बेलामा पिसिआर ल्याब नहुँदाखेरि धेरै सङ्कट भोग्नु परेको अवस्था थियो। अक्सिजनबाट हामीले थोरै बिरामी मात्र त्यहाँ हामीले सफल उपचार गर्न सकेनौँ। 4 जना जिल्ला अस्पतालमै कोरोनाको बेलामा मृत्युवरण गर्नुभएको छ। उहाँहरूप्रति दुःख व्यक्त पनि गर्न चाहन्छु, श्रद्धाञ्जली व्यक्त गर्न पनि चाहन्छु। हामीले धेरै प्रयास गरेका थियौँ, तर जिल्ला अस्पतालमा यति हुँदाहुँदै पनि अक्सिजन प्लान्ट नहुँदा पनि हामीले अक्सिजनको अभाव कहिले पनि हुन दिएनौँ र अहिले पिसिआर ल्याब ती सञ्चालन भइरहेको अवस्था छ। र अर्को महत्त्वपूर्ण के थियो देखि आँखाको उपचार थिएन। अहिले हामीले आँखाको उपचारको सेवा प्रवाह गरेको छ। दाँतको उपचार थिएन, दाँतको उपचारको सेवा अहिले प्रवाह गरिएको अवस्था छ। अहिले अत्याधुनिक भवन जो 27 करोडमा नवनिर्मित भवन अहिले सम्पन्न भएर त्यहाँबाट सेवाहरू प्रवाह भइरहेको छ र अहिले ती भवनबाट अहिले धेरै जिल्लावासीहरूले त्यहाँबाट सेवा प्रवाह गरेको छ। यति हुँदाहुँदै पनि अहिले जिल्ला अस्पताल केही चुनौतीहरू छन्। हामीले विशेषज्ञ डाक्टरहरूलाई स्थायी रूपमा त्यहाँ राख्न सकिन्छ कि सकिँदैन, ती सेवाहरूलाई अझै नियमित रूपमा प्रवाह गर्न सकिन्छ कि सकिँदैन भन्ने खालका
केही चुनौतीहरू छन्, तर त्यसको बावजुद पनि हामीले आगामी दिनमा नगरपालिका, स्थानीय सरकार र तिनटै सरकारसँग समन्वय गरेर जिल्ला अस्पताल एउटा नमुना अस्पतालको रूपमा भएको छ। तर यी सेवाहरूलाई निरन्तर प्रवाह गर्नको निमित्त हामी लागि परेको अवस्था छ। अहिले अस्पताल त्यो परिवर्तन हुँदै गर्दा अस्पतालमा धेरै खालको चुनौतीहरू थिए, तर त्यसको बावजुद पनि अहिले भएको तिनटै सरकारसँग निरन्तर रूपमा समन्वय गरेर अहिले एउटा नमुना अस्पतालको रूपमा स्थापित गरेको छ। र अहिले म फेरि पनि रामेछाप नगरपालिकालाई समृद्ध नगरपालिका बनाउनको निमित्त पार्टीले मलाई अगाडि सारेको अवस्था छ। केही चुनौतीहरू छन्, केही अवसरहरू छन्, तर तथापि पनि हामीले योजना बनाएर समृद्ध नगरपालिका बनाउनको निमित्त हामी अगाडि सारेको अवस्था छ। अहिले साँच्चै हेर्ने हो भनेदेखि रामेछाप नगरपालिका एउटा ऐतिहासिक नगरपालिका, यसको सदरमुकाम रामेछाप डाँडामा छ र धेरै वडाहरू रामेछाप नगरपालिकाबाट धेरै टाढा टाढा छन् र धेरैवटा वडाले हामी देशको एउटा कर्णाली जस्तो वडा बनिरहेको अवस्था छ भन्ने आवाज जनमानसमा आम रूपमा आइरहेको अवस्था छ। र यसलाई निराकरण गर्नको निमित्त हामी पहिलो वर्ष नै यसको प्रयासरत गर्छौँ। हामीले टाढा टाढाबाट नगरपालिका केन्द्रसम्म आइपुग्ने सडकलाई हामी सुधार गर्छौँ र हामीले नगर बस सञ्चालन गर्ने हामीसँग योजना रहेको छ र आम नागरिकहरूले सरल हिसाबले सेवा लिन सकोस्, सरल हिसाबले यातायातबाट आवतजावत गर्न सकोस् भन्ने उद्देश्य साथ पहिलो नागरिकलाई हामी नगर बस सञ्चालन गरेर यी सेवा प्रवाह गर्दैछौँ। अर्को अत्यन्तै जीर्ण रूपमा सडकहरू छ जो 12 महिना चल्न सक्ने अवस्था छैन। त्यसकारणले हामीले यो वडा कार्यालयबाट नगरपालिकाको केन्द्रसम्म आइपुग्ने सडकहरूलाई 12 महिना चल्ने गरेर स्तर उन्नति सकेसम्म हामी कालोपत्र पिच गर्ने अभियानमा हामी त्यो योजना बनाइरहेको अवस्था छ। सडकको सन्दर्भमा अरू थुप्रै छन्, तर मुख्य कुरा यही नै हो। र अर्को शिक्षाको कुरा गर्ने हो भनेदेखि अहिले शिक्षा, प्राविधिक शिक्षाको आवश्यक छ। जिल्ला अस्पताल त्यहीँ छ। आज MBBS को कक्षा सञ्चालन गर्न सक्ने, कलेज सञ्चालन गर्न सक्ने क्षमता जिल्ला अस्पतालमा छ र नजिकै रहेको कलेजमा त्यो खालको क्षमता, त्यो खालको बिल्डिङ, त्यो खालको पूर्वाधारहरू छ। तर यद्यपि हामीले तिनटै सरकारसँग यो समन्वय गर्न सक्यौँ भने यो खालको प्राविधिक शिक्षा पनि हामीले सञ्चालन गर्न सकिने अवस्था छ। अरू थुप्रै अहिले शिक्षामा भौतिक पूर्वाधारहरू अत्यन्तै राम्रो भए पनि शैक्षिक गुणस्तरहरू अझ भनेको जस्तो प्रवाह गर्न सकिरहेको अवस्था छैन। तालिमहरू शिक्षकहरूले पाउन सकिरहेको छैन। विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूले यो खालको तालिमहरू लिन सकिरहेको छैन। अहिलेको प्रविधि अनुसारको शिक्षकहरूले तालिम दिन पाइरहेको छैन। नितान्त रूपमा हामी आउने दिनमा यी तालिमहरू सञ्चालन गर्नेछ र अनुगमनलाई प्रभावकारी ढङ्गले अगाडि बढाएर हामी यी कामहरूलाई अगाडि बढाउने योजना रहेको छ। अर्को कृषि। अहिले कृषि प्रधान देश पनि हो, कृषि प्रधान नगरपालिका पनि हो। आम रूपमा अहिले धेरै युवाहरू विदेशिनु परेको अवस्था छ। आफूले जन्म दिने बुवाआमा, साथीभाइ, इष्टमित्र, छोराछोरी, परिवार लगायतलाई छोडेर खाडी मुलुक जानुपर्ने अवस्था छ। हामीले पक्कै पनि कृषि प्रधान देशमा एउटा कृषिको छुट्टै खालको योजना बनाएर हामी अगाडि सार्दैछौँ। आज नगरपालिकाको बजेट एउटा बिरुवा किन्ने न्युमा सिन्धुलीमा पैसा गइरहेको अवस्था छ, सर्लाहीमा पैसा गइरहेको अवस्था छ। आज हामी नगर स्तरीय एउटा नर्सरी स्थापना गर्दैछौँ र किसानहरूले सरल हिसाबले बिरुवाहरू लिन सक्ने खालको हामी त्यो खालको नर्सरीलाई हामी अगाडि बढाउँदैछौँ, जसले गर्दाखेरि व्यावसायिक कृषि प्रणालीलाई अगाडि बढाउँदैछौँ। एक जेटिए राख्ने गरेर हामी अगाडि बढाउँदैछौँ र समूहको रूपमा 10 जना युवाहरूलाई अनुदान होइन, थोरै ऋण उपलब्ध गराएर व्यावसायिक हिसाबले खेतीयोग्य जग्गाहरू जहाँ जहाँ बाँझो छन् त्यो ठाउँमा हामी युवाहरूलाई परिचालित गरेर व्यावसायिक खेती प्रणालीलाई अगाडि बढाउने हामीले योजना बनाइरहेको अवस्था छ। अर्को सम्भावना बोकेको पर्यटन हो। पर्यटकीय हिसाबले नगरपालिकालाई हामीले देशभरि चिनाउने योजना बनाएका छौँ। धेरै खालको मठ मन्दिरहरू छन्, त्यो ओझेलमा परिरहेको अवस्था छ। आज एउटै मात्र सम्पत्ति आयस्रोतको रूपमा हामीले पर्यटकीय हिसाबले नगरपालिकालाई, रामेछाप नगरपालिकालाई अगाडि बढाउनुपर्छ भन्ने ठोस योजना बनाएर हामी अगाडि बढिरहेका छौँ, जसले गर्दाखेरि वर्षमा हजारौँ सङ्ख्यामा राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकहरू रामेछाप डाँडामा भित्रिनेछ, जसले अहिले पनि पुष्पलाल जन्मेको ठाउँ। आज देश विदेशका नागरिकहरू आज त्यहाँ भ्रमणमा आउँछन्, तर हामीले त्यो पुष्पलाल पार्कलाई एउटा पार्कको रूपमा डेभलप अझै पनि गर्न सकिरहेको छैन। काम सुरुवात भइरहेको छ, यसको डिपिआर गरेर काम सुरुवात भइरहेको छ, तर पनि अझै हामीले त्यो काम पुरा गर्न सकिरहेको अवस्था छैन। त्यसकारणले यस्ता खालको मठ मन्दिरहरू पर्यटकीय हिसाबले चिनाउनको निमित्त हामी योजना बनाएर अगाडि बढिरहेको अवस्था छ। अर्को महत्त्वपूर्ण चाहिँ सडक, खानेपानी। धेरै समस्याहरू खानेपानीका आम रूपमा चाहिँ भोगिरहेको अवस्था छ। हामीले विगतमा पनि हामीले चुनाव हार्दै पनि म आफै आम जिल्लालाई हेरेर
आम चाहिँ खानेपानीको समस्यालाई हेरेर करोडौँ रुपियाँ चाहिँ रामेछाप नगरपालिकामा भित्रेको छ। सुनकोशी लिफ्ट खानेपानी आयोजना जो 24 करोडको खानेपानी हो, त्यसले बृहत्तर रूपमा 2000 घरधुरीभन्दा बढी लाभान्वित हुने यो योजना यही वर्ष सम्पन्न हुँदैछ। त्यसले गर्दाखेरि आज यो रामेछाप नगरपालिकाको केन्द्रमा रहेको यो लिफ्ट खानेपानी पनि हो। यस्ता खालका योजनालाई हामीले अगाडि सारेको छ। त्यति मात्र होइन, आवश्यकता अनुसार अरू विभिन्न वडाहरूमा पनि खानेपानीको कामहरू सुरु भइरहेको छ। त्यति मात्र होइन, रामेछाप नगरपालिकाको केन्द्रमा रहेको जुन ऐतिहासिक पुरानो बजार छ, यसलाई एउटा नमुना बजारको रूपमा हामी विकसित गर्दैछौँ। यसलाई रिङ रोडले व्यवस्थित गर्दैछौँ र हामीले आम नागरिकहरूले कम्तीमा पनि आफ्नो नगरपालिकाको केन्द्रमा 2 आना 4 आना 5 आना जग्गा किनेर जे खालको चाहिँ सुविधाहरू छ त्यो सुविधाबाट नजिक हिसाबले पाउनको निमित्त आम नागरिकहरूलाई नगरपालिकामा केन्द्रित हुने गरेर हामी त्यो व्यवस्थित बजारको रूपमा अगाडि सार्दै पनि छौँ। यी सबै काम सम्पन्न गर्नको निमित्त एउटा त सर्वप्रथम त योजना चाहिन्छ, त्यस पछाडि अर्को टिमवर्क हुनुपर्छ। यी दुईटा चाहिँ तालमेल हुन सक्यो भनेदेखि हामीले नागरिकहरूले जुन खालको सेवा घर घरमा पाउने अभिलाषा राखेको छ ती अभिलाषाहरू हामी परिपूर्ति गर्न सकिन्छ। जस्तै हामी एउटा योजना बनाएका छौँ, हामीले वृद्धहरूलाई अहिले भत्ता दिइरहेको अवस्था छ, अपाङ्गहरूलाई भत्ता दिइरहेको अवस्था छ, तर यिनीहरू स्वास्थ्यबाट वञ्चित भइरहेको अवस्था छ, टाढा अस्पतालमा जान कठिन भइरहेको अवस्था छ। प्रत्येक 3-3 महिनामा विशेषज्ञ डाक्टर सहितको सेवा हामी एउटा टोल बस्तीमै गएर आम वृद्धहरूलाई, अपाङ्गहरूलाई, एकल महिलाहरूलाई एक खालको सेवा दिने हामीले एउटा योजना बनाएर अगाडि बढिरहेको छ। निश्चित रूपमा हामीले ती सेवाहरू भोलि एउटा टिमवर्क र योजनालाई हामीले समन्वय गरेर हामीले अगाडि बढ्यौँ भने यी योजनाहरू हामीले सरल हिसाबले काम गर्न सकिन्छ भन्ने मलाई लाग्दछ। निश्चित रूपमा यो जुनार रामेछाप जिल्लालाई नै चिनाइरहेको अवस्था छ। यो जुनारलाई अझै पनि व्यवस्थित गर्नुपर्ने छ। जुनारलाई अझै व्यावसायिकीकरण अझै गर्न सकिरहेको अवस्था छैन। हामीले जोनको रूपमा अगाडि बढिरहेको भए तापनि आम किसानहरूले अझै जुनार लगाइरहेको अवस्था छैन। यसलाई प्रवर्धन गर्नको निमित्त एक घर कम्तीमा पनि 400 बोर्ड जुनार लगाउने अभियान हामी थाल्दैछौँ। त्यति मात्र होइन, अहिले पुष माघमा जुनार फल्छ र पाक्छ, यो बेलामा जुनार बेच्नुपर्ने हुन्छ र कम मूल्यमा मात्रै जुनारको मूल्य पाइरहेको किसानहरूले यो देखिरहेको अवस्था छ। तर यसलाई त्यति मात्र होइन, एउटा चिसान केन्द्रको रूपमा अगाडि बढाउने र 3 महिना चाहिँ कोल्ड स्टोरको रूपमा यो जुनारलाई खपत गर्न सक्यौँ भनेदेखि किसानहरूले बहुमूल्य रूपमा आफूले उत्पादन गरेको जुनारहरूको मूल्य सही तरिकाले प्राप्त गर्न सकिन्छ भन्ने लागेको छ। र यसलाई अर्को चाहिँ प्रशोधन गरेर जुसको रूपमा अलि स्तरीय जुसको रूपमा हामीले बजारमा पुर्यायौँ भनेदेखि एकातिर रोजगारको सिर्जना हुन्छ, अर्कोतिर किसानहरूले आफ्नो अमूल्य वस्तुको एउटा मूल्य पाउने स्थिति छ। यसलाई मध्यनजर गरेर हामीले जुनारलाई भविष्यमा हामीले एउटा उद्योगको रूपमा सञ्चालन गर्ने योजना बनाइरहेको छ। त्यति मात्र होइन, रामेछापमा अरू पनि धेरै खालको उद्योग कल कारखानाको सम्भावना बोकेको नगरपालिका हो। चाहे त्यो गेडागुडीको हुनसक्छ, चाहे विभिन्न जडीबुटीको हुनसक्छ। यो खालको उद्योगहरू हामीले खोल्ने एक खालको योजना बनाएर हामी अगाडि बढिरहेको अवस्था छ।